अब जनमानसलाई हामीले के सन्देश दिन्छौँ भने हाम्रो पैसा एक पनि लागेको छैन, हामीले खर्च गरेका छैनौँ। यदि खर्च गरेका छैनौँ भने त्यो हल बुक कसरी भयो? त्यहाँको खाना कसरी हामीले प्राप्त गर्यौँ? त्यहाँ महँगो खाना हुन्छ। त भन्छ, त्यहाँ उत्तर दिन्छ उसले, अमुक नामको फलानो ग्रुपले, फलानो व्यक्तिले, अर्थात् अमुक नामको कुनै कम्पनीले हाम्रा लागि त्यो हल बुक गरिदिएको हो, त्यो 5 स्टार होटल बुक गरिदिएको हो, उसको पैसा खर्च भयो, हाम्रो होइन। राम्रो कुरो हो, उसले गरिदियो। तर किन गर्यो उसले? उसको पछाडिपट्टि के छ उद्देश्य? त्यस्तै दान गर्ने हो भने बजारमा गएर तपाईँ एक गिलास चिया माग्नुहोस् त कसैसित, कसैले दिँदैन। एउटा टुक्रा कसैले बिरेडको दिँदैन, एक गिलास पानीको कसैले दिँदैन भने लाखौँ रुपियाँ त्यो हलका लागि कसले दिन्छ, कसरी दिन्छ? त्यसको पछाडिपट्टि स्वार्थ के छ? यदि हामी जित्छौँ या हामी ठुलो ओहदा पाउँछौँ भने त्यसबाट उसले कति मुनाफा लिने हो? हामी बोल्न पनि सक्दैनौँ। त्यसका सानातिना गल्तीहरूलाई हामीले देखेको नदेखे गर्नुपर्ने हुन्छ। किन? उसको नुन पानी खाइसकेका छौँ हामी बोल्न सक्दैनौँ, बाध्य हुन्छौँ हामी। यसकारण कतिपय अपराधहरू यसकारण पनि भइराखेका हुन्छन्। मित्र हो, यदि हामी सक्छौँ भने कसैको सहायता नलिकन 5 स्टार होटलमा सम्मेलन गर्नुको साटो एउटा प्रकृतिले दिएको निशुल्क चौरमा गर्नुहोस्। प्रत्येक शहरमा एउटा खेल मैदानहरू छन्। केही समयका लागि त्यहाँ त्यो खेलकुद समितिसित या कसित आबद्ध त्यो खेल मैदान छ, त्यो मैदानलाई सहयोग स्वरूप मागेर त्यहाँ चाहिँ नि मिटिङ गर्नुहोस्। यदि त्यो मिटिङमा जान कोही जनताले चाहँदैन भने त्यो पनि स्वार्थी जनता हो। 5 स्टारमा ऊ जाने किनकि उहाँ 5 स्टारको खाना पाउँछ, बस्न पाउँछ, एसी डिसी सबै पाउँछ, चौरमा पाउँदैन। त्यो पनि स्वार्थी हो। त्यो पनि अपराध गराउनमा मद्दतगार साबित हुन जान्छ। चौरमा गएर गर्नुहोस्, सामान्य ठाउँमा गर्नुहोस्, अनि कसै घरमा गएर खाना नखानुहोस्। ठुला ठुला धनाढ्य कहाँ घरमा गएर जो उनको भिआइपी खाना, उनको 56 प्रकारको व्यञ्जन जब हामी ग्रहण गर्छौँ नि, त्यो व्यञ्जन खुवाउनुको पछाडिपट्टि 56 प्रकारका स्वार्थ उसका लुकेका हुन्छन्। तिनीहरूको घरमा जब आतिथ्य हामी स्वीकार गरेर बस्दछौँ, ग्रहण गर्छौँ, हामी पनि एक दिन अवश्य त्यसको चपेटामा पर्छौँ। तब हामी तिनीहरूलाई निस्वार्थी नेता, निस्वार्थी कर्मचारी भनेर भन्न सक्दैनौँ। किन आतिथ्य स्वीकार गर्यो उसले? उसको पछाडिपट्टि के छ? धन्यवाद।